अब म चाहिँ हिँडिसकेँ सुवन म चाहिँ एकदम ढिलो भएको भएर चाहिँ दाइ ट्याक्सीमा लिन आउनु भएको छ ट्याक्सी लिएर अनि त्यसरी म झरिरहेको छु हतार दाइ भए म चाहिँ एकदम धेरै हतार भएर सामान धेरै छ यति धेरै किनभने ड्रेस लानुपर्ने हुन्छ त्यही भएर ओके म यहाँ दाइमी स्कुटी रहेछ नि यो चाहिँ दाइ चाहिँ स्कुटीमा आउनुभएछ गाडीमा होला भनेको होइन अनि म त नि उयो गरेर यस्तो धेरै सामान यस्तो लापरवाही गरेर हिँडेँ 30 मिनटपछि हेर्छु अनि फोन गरेको नि तपाईँलाई म खाना के भन्छ खाना रेडी गरेको थिएँ कि सरी के खाना रेडी गरेको थिएँ अनि त्यस पछाडि खाएर आउनु पर्यो भने क्या त्यतिकै चाहिँ अब उतै गएर खाने पानी खाएको छु दाइ र म चाहिँ अब जानु लागेको म चाहिँ कोरियामा फर्स्ट टाइम बाइक स्कुटी चढिरहेको छु अयो कपालको हालत हेर्नु अब गाइस उडेर सबैजना मलाई कुरेर बस्नु भएको थियो यहाँ माथितिर चाहिँ दाइहरू हुन्छ सबैजना यसरी अब हामी 15 मिनटपछि लगभग 10 मिनटपछिको ट्रेनमा जान्छौँ अनि म तपाईँहरूलाई देखाउँछु आजको साकेला कस्तो हुन्छ कस्तो नाच्छौँ हामी ओके सबैजनाले रमाइलो मारेर हेरिदिनु होला हामी आइपुग्यौँ अब चाहिँ सुवन हेलो भनिदिनु सबैजनाले हाम्रो डेस्टिनेसन सुवन हो स्टेसनमा जस्तो अलिक पर पुगेर ठ्याक्कै हामी 11 बजे पुगेर त्यहाँ नाच्ने हो तपाईँहरू हेर्ने हो दाइहरू हुनुहुन्छ यहाँनिर 3 जना अरू चाहिँ बाहिर जानुभएको छ अब हामी त्यहाँ पुगेपछि चाहिँ देखाउँछु मैले ओके फाइनल्ली गाइज अब चाहिँ हामी बहिनीहरूसँग भेटिसक्यो बहिनीहरूलाई पनि ल्याएको मगर नि अनि त्यस पछाडि छेत्री बस्ने त सही अनि त्यस पछाडि हामी भेटिसक्यौँ अब चाहिँ दाइहरू अगाडि गइसक्नुभयो हाम्रो सामान लिएर अब हामी खाना खान जानुले सबैतिर हामी चाहिँ अब रेडी भइसक्यो यहाँनिर एउटा लाई भेटेँ मैले चाहिँ अनि त्यस पछाडि उहाँसँग जाँदैछु कहाँनिर सामान राख्ने चाहिँ थाहा भएन तर रेडी चाहिँ भइसक्यौँ फाइनल्ली रानी अब स्टार्ट भइसक्यो गाई सामान राख म तपाईँहरूलाई देखाउँछु कहाँनिर हो भनेर अब होचो म चाहिँ होचो छु अनि त्यही भएर देख्दिनँ यसरी उचाल्नु पर्नु हुन्छ नेपाल छन्थोगे यही कथा अनि आज ड्रोनबाट पनि गए ड्रोनबाट पनि खिचिरहेको रहेछ यहाँ 네 맞아요. 이거는 한 민족 말이요. 민족이 여러 가지인데 이건 민족이 하나만 모이는 거예요. 아니 네팔에 모두 몇 개 민족인데? 셀 수가 없네요. 100 몇 개가 있어요. 어? 네, 100 몇 개가 있어요. 네. 그리 많나? 50, 60 이렇게 넘어요. 오. 한국말 잘하네. 아니에요. 잘하기는. 몇 년 됐는데 한국 왔지? 2년요. 2년? 네. 잘한다요. 아니에요. नाच्न नजानेपछि यहाँनिर 4 जना राइनीहरू यतिकै बसिरहेछ नाच हेर्दै अब एकछिन नाच्छ ए यहाँनिर खुट्टा हेर्नु न यस्तो गर्नुपर्ने रहेछ के गर्नु आफ्नो खुट्टा चाहिँ हुँदैन त्यस्तो बिजो छ खुट्टाको मेरो भोइस कति सुक्दैछ के हुँदैन त्यसरी खोलेर सुन लगाइदिनु लागेको कान्छीलाई मैले सुन झर्छ होला
55 करोडको सुन हो यो 55 करोडको राइनीले लाउने सिरफुल हो ल धन्न भेट्यो के त्यो नत्र नपाउने नि त फेरि सम्मान जति गइहाल्छ फेरि अब चाहिँ आई थिङ्क झर्दैन होला अब झर्दैन सुन झऱ्यो भने म जिम्मेवारी माछा पानीमा कोरियन लौरे भयो जिन्दगानीमा हामीले चाहिँ लाइन मिचेर खाना बसेको छ यहाँनिर दाइहरूले हामीलाई लाइन मिच्न दिनुभयो भनेर आफैले मिच्ने अनि त्यस्तै भनिराख्नु लाइन चाहिँ यस्तो परदेखि छ क्या ए ओके थ्याङ्क यू बिचरा यस्तो धेरै दुःख गरेर बसिरहेको छ राईहरूको सबभन्दा फेभरेट यो चाहिँ वाचिप्पा यो चाहिँ त्यो बहिनीहरूलाई लगिदिनु मलाई चाहिँ खानु मन छ यहाँ राखिदिनु थ्याङ्क यू एकदम ओके थ्याङ्क यू ओके राम्ररी खानुहोस् है जब हामी जान नाच्नलाई मान्छे कति धेरै मान्छे भेटिन कि म पनि हो को आउनु भयो म राई होइन म प्योर राई डान्स नाच्न जाउँ आउनु आउनु डान्स नाच्न खोइ डान्स कति भोलि डान्स नाच्न आएको त खोइ डान्स सकेको नि कति लिम्बूहरूको नाच नाच्न आएको थियो पल्लोमा आऊ यहाँ लिम्बूहरूको नाच्न आऊ आऊ ए सही लिम्बूहरूको नाच्न अब हामी फर्किन लागेको हेर यहाँ हाम्रो ड्रेस चेन्ज आउनु यहाँ अब क्रस गरेर जाने उनीहरू उता हुनुहुन्छ आउनु अब जान लागेको अब हामी पुरै हाम्रो रियल उयोमा उत्रियौँ अघि चाहिँ हामी अर्कै उयोमा थियौँ अब हामी जान्छौँ गाडी चढेर अनि ट्रेन पनि चढ्नेछ जान्छौँ हाम्रो गाडी आइसक्यो अब हामी फर्किँदैछौँ यहाँनिर दाइहरूसँग भेटेर फाइनल उयो बतास चल्यो बतास खाद्यबाट टिकट गिफ्ट नै जानु हामी जान्छौँ है जानु बाई बाई दाजु बाई बाई ओके 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 तपाईँसँग ओके राम्ररी जानुहोस् बाई बाई फेरि पनि भेटौँला अब हामी 1 नम्बर स्टेसनबाट ओन्याङ गन्छौँ क्यामेरा त अन छ हजुर ल बाई 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 उदित तल आउँछ बाई बाई यत्रो झोला बोकेको छु मैले चाहिँ होइन यस्तरी हिँडिरहेको छु खुट्टा यसरी दुखिरहेछ खुट्टामा जुत्ता टक्क लाएर माथि नि कपडा टक्क लाएर भने भिडियोमा बनाउने बेला भइहाल्यो गाह्रो छ साकेला नाच्नलाई गाह्रो छ गाइस तपाईँहरू आउनु भएको थियो होला होइन नाच्नलाई तपाईँहरू पनि कतिपय चाहिँ गाह्रो छ साकेला नाच्नलाई सजिलो छैन खुट्टा दुख्छ उत्तिकै एकदम टायर्ड भइन्छ See you next time.
हामी आइपुग्यो सक्यो अनि हामी अहिले आउँछौँ र आइपुग्नु भोक पनि लागेको छ अब घरमा गएर खाने दाजु